हेलो एभ्रिवान, गुड मर्निङ। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। नमस्ते, च्याजिलो। तपाईँहरू सबैजनालाई वेलकम छ मेरो मिनी ब्लगमा। अनि म चाहिँ आज बिहान उठेर नुहाइ धुवाइ गरेँ साथीहरू। एकदम गर्मी छ कि यहाँ हेर्नु न। अनि म चाहिँ आज आलुको अचार बनाउन लागेको छु साथीहरू। आलुलाई चाहिँ फ्रिजमा राख्नुपर्छ यहाँ, नत्र कुहिएर पुरै रस निस्किन्छ यसको त। अनि आलु फेरि जति सिँगै राखेर सिटी लगाइदियो भने जति सिटी लगाइने पार्दैन। अनि त्यही भएर मैले यसलाई काटेर नै बसाल्छु कि। अनि मैले यहाँ भेजिटेबल्सहरूलाई सफा गरेर पखालेर अनि काटेर रेडी बनाइसकेको छु साथीहरू। अनि फर्स्टमा काँक्रो काटेँ, अनि गाजर, अनि हरियो खुर्सानी, अनि प्याज होइन। अनि हेर्नु यहाँ मेरो कुकरमा आलु सिटी लगाइसकेको छ। अनि केराउ चाहिँ हरियो केराउ हो साथीहरू, भिजाउनेवाला नै कि हरियो तरकारी खानेवाला केराउ हो। अनि त्यसलाई मैले चाहिँ तेलमा फ्राई गरिदिएको। यस्तो छिटो थियो, मेरो त हातमै पोलेको साथीहरू। जहिले पोल्छु कि मैले पकाउँदाखेरि हात। हेर्नु न कस्तो छिटो थियो, डरै दुईचोटि हालेको। ग्यास पनि यता टाढाबाट त्यो पनिरले धगालेर बन्द गरेको थिएँ डराएर। बा कस्तो पड्केको थियो भन्दा। त्यसलाई बरु पहिला उमाल्नु पर्दो रहेछ नि। अनि मैले कागज पिसहरू काटेर सबै राखेँ भेजिटेबल्सहरू। अनि यो तिल पनि राख्नुपर्छ नि त। तिल अझै बदाम भए पनि अझै मिठो हुन्छ। अनि सबै रेडी गरेर मैले यो तिललाई मिक्सरमा ग्राइन्ड गरेँ। अनि नुन मसलाहरू, जिरा धनियाँ, अनि यो चाट मसला, अनि थोरै बिहे नुन राखेर बनाएको छु साथीहरू। एकदम मिठो भएको थियो भाइ, अमिलो पिरो पिरो टक्क। दिउँसो त यस्तो याद आएको थियो यो अचारको। साह्रै मिठो भएको थियो, साह्रै मिठो। हेर्नुहोस् है, तपाईँहरूले नि यस्तै बनाएर खान सक्नुहुन्छ घरमा। अल्छी लाग्दाखेरि टक्क बनाएर खानुपर्छ कि।